नमस्ते, गुड मर्निङ। आज म तपाईहरुको लागि फेरि एमएस एक्सेलमा केही इम्पोर्टेन्ट टपिकहरु लिएर आएको छु। कृपया राम्रोसँग हेर्नु होला। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सनु होला। जस्तो फर्स्ट एक्जाम्पलमा हाम्रो के छ, एलिजिबल टु भोट। 18 वर्षभन्दा कम भएको व्यक्तिले भोट दिन पाएन। 18 वर्षभन्दा माथि भएको व्यक्तिले भोट दिन उले एलिजिबल भयो। त्यसको लागि अब हामीले कसरी फर्मुला हालेर निकाल्न सकिन्छ हेर्नु होला। इक्वल टु इफ एज 18 वर्षभन्दा कम बढी, यदि 18 वर्षभन्दा माथिकोले भोट दिन छ भने हामीले के गर्नु पर्यो, यसलाई यस हान्दिनु। यदि 18 वर्षभन्दा कम एज भएको व्यक्ति छ भने यसलाई के हुनु पर्यो, नो हुनु पर्यो। अब यसलाई इन्टर हान्नु। यो फर्मुला हानिसकेपछि तपाईले के गर्नु, यसलाई इन्टर हान्नु होला। अब जस्तो यो 18 वर्षभन्दा माथि भयो, यसको के हुने भयो, इलिजिबल यस आउने भयो। अब जस्तो अब यसलाई पनि यहाँ तल ताने हेर्नु होला। अब यो 17 वर्षको भयो, यो नो भयो। 14 वर्षको नो भयो। जस्तो यो 14 लाई मैले मानव 28 बनाइदिन्छु। मैले 14 लाई मैले के बनाइदिए, 28 बनाइदिए अनि इन्टर हान्नु। तपाईको यो यस इलिजिबल भएर आयो। यसरी अब हामीले भोटको लागि इलिजिबल छ कि छैन त्यो निकाल्न छ भने हामीले यो फर्मुला हालेर निकाल्न सकियो एक्सेलमा। त्यस्तै गरी अब हामी अर्को लेसनमा जाउँ। अब हाम्रो यहाँ के छ, स्टुडेन्ट नेम भनेछ, यहाँ मार्क्स भनेछ, यहाँ फेल स्टुडेन्ट भनेछ। यदि तपाईलाई यहाँ जस्तो रोहित भनेछ, रोहित 45, हरि 55। यदि 40 नम्बर भन्दा कम भएको व्यक्ति के हुनु भयो, फेल हुनु भयो। यदि 40 भन्दा माथि भएकोलाई हाम्रो के हुनु भयो, पास हुनु भयो। त्यसरी फेल एन्ड पास निकाल्न छ भने हामीले के गर्न सकिन्छ हेर्नु होला। फेल भएको स्टुडेन्ट 40 भन्दा कम भएको फेल हुनु भयो। त्यसको लागि के गर्नु, इक्वल टु हान्नु। इफ यसलाई क्लिक गर्नु। हाम्रो कति भयो, 40 भन्दा कम भएको के हुनु भयो, फेल हुनु भयो। 40 रोहित, यो फर्मुला हान्नु होला। 40 भन्दा कम भएको के हुनु भयो, फेल हुनु भयो। इन्टर। तब के छ, यहाँ 45 भन्ने आयो। यहाँ 40 भएको भए के हुन्थ्यो, फेल भन्ने आउँथ्यो। जस्तो अब यहाँ 12 भनेछ। अब एकचोटि यहाँ ताना बेलाई तपाईको यो 12 भयो। 12 भएको के भयो, विक्रम भन्ने के भयो, हाम्रो यो फेल भयो स्टुडेन्ट। किनभने हामीले के फर्मुला दिएछ, 40 भन्दा कम भएको के हुनु भयो, फेल हुनु भयो। जस्तो यो 12 विक्रम फेल भयो, बिनु फेल भयो, मोहन फेल भयो। अघि बाँकी रोको के भयो, पास भएको। हामीले फेल भएकोलाई मात्रै निकाल्यौँ, पास भएकोलाई होइन। फेल भएको मात्रै निकालेछौँ हामीले। जस्तो एक्जाम्पल यो 55 लाई पनि यहाँ 35 दिने बित्तिकै के हुन्छ, यहाँ हेर्नु। यो हरि पनि के भयो, फेल स्टुडेन्टमा तपाईको फर्मुला लगाएर कन्भर्ट भएर आयो। हेर्नु होला। यसरी हामीले फेल स्टुडेन्टलाई मात्रै निकाल्न छ भने एक्सेलमा हामीले यो फर्मुला लगाएर निकाल्न सकिन्छ। त्यस्तै गरी अब हामीले नेक्स्ट क्लासमा जाउँ। जस्तो यहाँ नेम भनिन्छ, यहाँ नेम भनिन्छ, एक्ज्याक्ट नेम भनिन्छ। जस्तो आरएम यहाँ मिलेको छ। जस्तो यो HARI हरि, यो हरि मिलेको छैन। किनभने यो क्यापिटलमा छ, यो स्मलमा छ। यो सीता मिलेको छ। यसरी अब हामीले निकाल्न परिहाल्यो। कसरी निकाल्न सकिन्छ हेर्नु होला। EXACT एक्ज्याक्ट, यसलाई क्लिक गर्नु, कमा, यसलाई क्लिक गर्नु अनि ब्र्याकेट बन्द गर्नु, इन्टर हान्नु। हेर्नु यो के भयो, ट्रु, एकदम ठिक छ यो। अब त्यस्तै गरी म यसलाई यहाँ तानाम। हेर्नु, यो क्यापिटलमा छ, यो स्मलमा छ। यो के आयो, फल्स भन्ने आयो। यो सीता के छ, ट्रु भयो। गोपाल ट्रु भयो। कल्पना ट्रु भयो। यो अनमोल यहाँ क्यापिटल स्मल, यो फल्स भयो। जस्तो मैले यहाँ सीतालाई के गर्छु, स्मल बनाउँछ। हेर्नु होला। सीता अघि यहाँ ट्रु छ। अब इन्टर हालौँ। तब के भयो, फल्स भयो। हेर्नु होला। यसरी हामीले यो नेमलाई एक्ज्याक्ट फर्मुला हालेर कसरी निकाल्न सकिन्छ हेर्नु होला। यो फर्मुला लगाउनु होला। यो त्यस्तै गरी अब हामी नेक्स्ट क्लासमा जाउँ।
अब यहाँ एउटा के छ डाटा भयो, एउटा यहाँ के छ टेबल भयो। जस्तो यहाँ नेपाल, इन्डिया, चाइना, पाकिस्तान, अमेरिका, नेपाल, पाकिस्तान। अब जस्तो मलाई नेपालको कति सेल भयो, नेपालको टोटल सेल कति भयो, इन्डियाको टोटल सेल कति भयो, चाइनाको टोटल सेल कति भयो, त्यो मैले निकाल्न छ भने समराइज द डाटा समराइज गरेर निकाल्न पर्यो। जस्तो नेपालको कति सेल भयो, इन्डियाको कति सेल भयो, चाइनाको कति भयो, त्यो समराइज गरेर निकाल्न छ भने हामीले कसरी निकाल्न सकिन्छ हेर्नु होला। सुरुमा यसलाई यहाँ क्लिक गर्नु, यहाँ क्लिक भइसकेपछि तपाईँ के जानु, केमा डाटामा जानु होला। डाटामा गएर यसलाई क्लिक गर्नु होला, कन्सोलिडेट यसलाई क्लिक गर्नु होला। यसलाई क्लिक गरिसकेपछि तपाईँको यो रिफ्रेन्स भन्नेमा तपाईँको यसलाई के गर्नु, तपाईँको यो डाटालाई सिलेक्ट गर्नु होला। ल सिलेक्ट भयो, ल सिलेक्ट भइसकेपछि अब के गर्नु, यसलाई एड गरेर यहाँ निकाल्नु होला। रिफ्रेन्समा गएर एड गरेर निकाल्नु होला। यो एड भन्ने आयो। अब यसलाई तपाईँले लेफ्ट कलम भन्ने छ, लेफ्ट कलममा क्लिक गर्नु होला। क्लिक गरेर ओके गर्ने बित्तिकै के भयो, यो तपाईँको टोटल समराइज भयो, यहाँ आउनु भयो। अब हेर्नु होला, हेर्नु नेपालको टोटल सेल कति भयो, इन्डियाको टोटल कति सेल भयो, चाइनाको टोटल सेल कति भयो। तपाईँ यसलाई यो टोटललाई हामीले समराइज गरेर यसरी निकाल्न सकिन्छ। एकदम इम्पोर्टेन्ट। तपाईँ कहाँबाट कहाँ जानु पर्छ तपाईँ बुझिहाल्नु भयो। पहिला यसलाई क्लिक गर्नु, यसलाई डाटामा जानु, डाटाको यसमा क्लिक गर्नु, यसमा क्लिक गरेपछि यसलाई यहाँ क्लिक गर्नु, यसलाई के गर्नु, यसलाई सिलेक्ट गर्नु, अनि यसलाई एड गर्नु। एड गरिसकेपछि यसलाई लेफ्ट कलममा टिक लगाएको हुन्न त यसलाई टिक लगाइदिनु, अनि यसलाई ओके गर्नु होला। त्यो भएपछि के हुन्छ भने तपाईँको यो टोटल लेखेको हामी यहाँ डाटा लेखेको यो समराइज भएर अटोमेटिक आफै सेल कति भयो, नेपालको सेल कति छ, इन्डियाको कति भयो, चाइनाको कति भयो, त्यो अटोमेटिक आफै आउनु भयो। त्यसरी अब म तपाईँलाई आजको क्लासमा म तपाईँलाई 4टा एक्जाम्पल सिकाएँ। एउटा इलिजिबल, एउटा फेल स्टुडेन्ट मात्रै निकाल्ने, एउटा एक्जेक्ट ट्रु एन्ड फल्सबाट एक्जेक्ट फर्मुला हालेर निकाल्ने तरिका सिकाएँ। एउटा के छ समराइज द डाटा भनेर हामीले निकाल्ने तरिका सिकाएँ। आज यदि तपाईँ यो आजको क्लास कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त, थ्याङ्क यू।